आज सोसियल मिडियामा एउटा न्यारेटिभ डेभलप भइरहेको छ। पछिल्ला 35 वर्षमा नेपालले के गर्यो? धेरै जसो समय हामी राजनीतिक समस्या, भ्रष्टाचार र असफलताको कुरा गर्छौं, तर आज हामी फरक दृष्टिकोणबाट हेर्नेछौँ। किनभने एउटा प्रश्न महत्त्वपूर्ण छ, आजको नेपाल र 1990 को नेपालमा केही फरक छ कि छैन? आज हामी हेर्नेछौँ सडकदेखि सञ्चारसम्म, शिक्षादेखि स्वास्थ्यसम्म, ऊर्जादेखि डिजिटल नेपालसम्म 35 वर्षमा नेपालले गरेको परिवर्तन। पहिलेको नेपाल सम्झिनुहोस्, काठमाडौँ बाहिर धेरै ठाउँमा पक्की सडक थिएन, टेलिफोन लग्जरी थियो, विद्युत घण्टौं काटिन्थ्यो, विदेश जानु भनेको ठूलो सपना थियो, इन्टरनेट भन्ने कुरा धेरै नेपालीले सुनेकै थिएनन्। त्यो समयमा नेपाल मुख्य रूपमा कृषिमा आधारित अर्थतन्त्र थियो, गाउँ केन्द्रित समाज, कम अवसर र सीमित पूर्वाधार। तर त्यही देश अहिले मोबाइलबाट, इन्टरनेटबाट, हाइड्रो पावर, डिजिटल ब्याङ्किङ र विश्वव्यापी आप्रवासन भएको राष्ट्र बनेको छ। नेपालको सबैभन्दा ठूलो परिवर्तन मध्ये एक सडक सञ्जाल रहेको छ। पहिले धेरै जिल्ला सदरमुकाम सडकले जोडिएका थिएनन्, आज लगभग सबै जिल्ला सडक पहुँचमा छन्। आज हिमालको गाउँसम्म मोटरसाइकल पुग्छ, जहाँ पहिले 3 दिन हिँड्नु पर्थ्यो। आज केही घण्टामै यात्रा सम्भव छ। ग्रामीण सडकहरूले गाउँलाई बजारसँग जोड्न थाले। अहिले नेपालमा सुरुङ मार्ग निर्माण भइरहेको छ, फ्लाइओभरको योजना छ, अन्तर्राष्ट्रिय विमानस्थलहरू थपिएका छन्। 35 वर्ष अघि टेलिफोन लाइन लिन वर्षौं लाग्थ्यो। आज गाउँको किसानदेखि विदेशको कामदारसम्म सबैको हातमा स्मार्टफोन छ। नेपालमा मोबाइल र इन्टरनेटले समाजलाई पूर्ण रूपमा बदलिदियो। फेसबुक, टिकटक, युट्युब, डिजिटल समाचार, अनलाइन व्यवसाय यी सबैले नयाँ अर्थतन्त्र जन्माए। आज नेपालका युवाले गाउँमै बसेर भिडियो बनाउँछन्, अनलाइन व्यापार गर्छन्, फ्रिलान्सिङ गर्छन्, विश्व बजारमा काम गर्छन्। डिजिटल पहुँचले सूचना शक्ति जनतासम्म पुर्यायो। एक समय थियो एसएलसी पास हुनु ठूलो उपलब्धि मानिन्थ्यो। आज नेपालभर विश्वविद्यालयहरू बढेका छन्, निजी विद्यालय विस्तार भएका छन्, प्राविधिक शिक्षा फैलिएको छ। अहिले हजारौं नेपाली विद्यार्थी अमेरिका, अस्ट्रेलिया, जापान, क्यानाडा, युरोपमा अध्ययन गरिरहेका छन्। नेपालको साक्षरता दर उल्लेखनीय रूपमा बढेको छ। महिलाको शिक्षामा पनि ठूलो परिवर्तन आएको छ। गाउँका छोरीहरू अहिले डाक्टर, इन्जिनियर, पाइलट, उद्यमी बनिरहेका छन्। 90 को दशकमा स्वास्थ्य सेवा धेरै कमजोर थियो। आज जिल्ला अस्पताल बढेका छन्, स्वास्थ्य चौकी विस्तार भएका छन्, खोप अभियान सफल भएको छ। नेपालले बाल मृत्यु दर घटाउन उल्लेखनीय सफलता हासिल गरेको छ। दुर्गम क्षेत्रमा समेत हेलिकप्टर रेस्क्यु, एम्बुलेन्स सेवा, टेलिमेडिसिन जस्ता सेवाहरू पुगेका छन्। कोभिड महामारीको समयमा नेपालले कठिन परिस्थिति सामना गरे पनि स्वास्थ्य संरचना निर्माणमा तीव्र गति देखियो। कुनै समय नेपाल लोड सेडिङको देश भनेर चिनिन्थ्यो। दिनमा 18 घण्टा बत्ती जाने अवस्था थियो, तर आज नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा छ। ठूला जलविद्युत परियोजनाहरू निर्माण भए, ग्रामीण विद्युतीकरण बढ्यो। आज धेरै गाउँमा पहिलो पटक बिजुली पुगेको छ। नेपालले भारततर्फ विद्युत निर्यात गर्न